नमस्कार, जय श्रीराम। आउनुहोस् आज हामी पहिलो नक्षत्र अश्विनी नक्षत्रको बारेमा बुझौँ। कस्ता हुन्छन् त अश्विनी नक्षत्रमा जन्मेका व्यक्तिहरू। अश्विनी नक्षत्रको राशि मेष र यो केतु ग्रहको नक्षत्र हो। यस नक्षत्रमा जन्मेका व्यक्ति अत्यन्तै सुन्दर, रूपवान, आकर्षक र भाग्यशाली हुन्छन्। यस नक्षत्रको चिन्ह घोडा, जसले गर्दा घोडाको जस्तै क्वालिटी जस्तै मेहनती, शक्तिशाली, तीव्र गतिमा हिँड्ने र सबै कामहरू तीव्र गतिमा नै गर्ने हुन्छन्। यिनीहरूलाई ट्राभलिङको पनि सोख हुन्छ। यिनीहरू सधैँ उमेरभन्दा कम देखिने हुन्छन्। यस नक्षत्रको देवतालाई देवताहरूको चिकित्सक भन्ने हुँदा यस नक्षत्रमा जन्मेका व्यक्तिहरू पनि मेडिसिन, ट्रिटमेन्ट, हिलिङ आदिको क्षेत्रमा कहीँ न कहीँ आबद्ध भएकै हुन्छ। यदि छैन भने पनि औषधि खाएको हुन्छ र उसलाई औषधि सम्बन्धी रुचि र राम्रो ज्ञान हुन्छ। यी व्यक्तिहरूले सधैँ एक्सर्साइज गर्नुपर्छ, नत्र बिरामी पर्ने चान्सेस बढी हुन्छ। हस्, धन्यवाद।